रामकुमार पौडेल फ्रम शङ्खसभा मादी। आज मैले शङ्खसभाको केही दृश्यहरू लिएर तपाईहरूसँग आएको छु। यहाँको धर्म, सांस्कृतिक र धार्मिक स्थलहरूदेखि लिएर शङ्खसभा जिल्लाको केही सुन्दर सुन्दर दृश्यहरूको एक झलक। प्राकृतिक सुन्दरता र जैविक विविधता नेपालको विशिष्ट पहिचान हो। यो विशेषताले नै नेपाललाई साँच्चै सुन्दर राष्ट्र बनाएको छ। नेपालका केही ठाउँहरू यस्ता छन् जहाँ पुग्दा लाग्छ स्वर्गको एउटा बहुमूल्य टुक्रा धरतीमा खसेको छ। सङ्खुवा सभाको सभापोखरी पनि यस्तै एउटा मनोरम स्थान हो जहाँ पुग्दा धरतीमा टेके पनि स्वर्गमा पुगे जस्तै लाग्छ। प्रकृतिका सुन्दर छटाहरूले सिँगारिएको पूर्वी पहाडी जिल्ला सङ्खुवा सभा बिछट्टै राम्रो छ। मकालु हिमालको काखमा रहेको सङ्खुवा सभा प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि हो। पग्लेर सुसाउँदै बग्ने अरुण नदी र विश्वकै होचो तर मनोरम अरुण उपत्यकाको मालिक सङ्खुवा सभा जैविक विविधताको खानी मकालु बरुण क्षेत्रको संरक्षक पनि हो। राई, लिम्बू लगायतका जनजातिको बाकुलो बस्ती रहेको पूर्वकी पहाडकी रानी सङ्खुवा सभा विविध संस्कृति र प्रकृतिलाई नजिकबाट मजाले निहाल्न सकिने एउटा खुल्ला सङ्ग्रहालय हो।
प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले सम्पन्न सङ्खुवा सभाको सुन्दरतामा शान थप्ने अर्को एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल हो सभापोखरी। सदरमुकाम खाँदबारीबाट पूर्वपट्टि पर्ने सभापोखरी पदयात्रा र धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य हो। विश्वकै होचो अरुण उपत्यकामा अवस्थित तुमलिङटार विमानस्थलबाट पैदल हिँडेर जाँदा 3 दिनमा पुगिने सभापोखरी करिब 4100 मिटरको उचाइमा अवस्थित छ। गएर मान्छेहरूको मनोकामना होइन अब अलिकति चिताएको कुराहरू पुग्ने विद्यार्थीहरूले होइन पास हुने छोराछोरी सन्तान हुने एउटा जनविश्वास छ। सभापोखरी गाविसमै रहेको यो प्राकृतिक पोखरीकै नामबाट गाउँ विकास समितिको नाम समेत जुराइएको छ। पूर्वमा ताप्लेजुङ जिल्लासित सीमा जोडिएको सभापोखरी क्षेत्र पूर्वी पहाडका धेरै जिल्लाहरूको प्राकृतिक सुन्दरतालाई एकसाथ निहाल्न सकिने उचाइमा रहेको रमणीय स्थल पनि हो। हिमाली हावापानीमा हल्का बादलका रेसाहरूलाई केलाउँदै यहाँबाट आँखा डुलाउँदा खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटा जिल्लाका विभिन्न गाउँ र ठाउँहरू प्रष्ट देख्न सकिन्छ। मनै बहलाउने यो आकर्षक सभापोखरी फन्को मार्न 1 घण्टा भन्दा बढी समय लाग्छ। जति हेरे पनि पटक्कै मन नअघाउने पोखरीको बीचमा व्यास आसन समेत रहेको छ। त्यही आसनमा बसेर वेदव्यास ऋषिले 84,000 ऋषिलाई वेदपाठ गर्न लगाएको घतलाग्दो किम्वदन्ती पनि यो पोखरीको इतिहाससित जोडिएको छ। पानी थिएन त्यहाँ पहिले, पुराण भने साभा गरे अनि त्यहाँदेखि गर्दै गर्दै अब पुराण उठेपछि ऋषिहरू कथा गर्दै जानुपर्ने भयो। यो व्यासस्थानको कसले सुरक्षा गर्छ त भन्दाखेरि शिवरूपी पर्वत स्वरूपी शिव भएर त्यसको सुरक्षा जसले गर्छ भनेर त्यहाँबाट जल आएर पोखरीको वरिपरि जमेर आएदेखि व्यासस्थानलाई वरिपरि उसैले सुरक्षा गर्यो। त्यो घट्याइन छैन, बन्ने नि होइन, जस्तो थियो तस्तो छँदैछ। त्यही इतिहासबाट यो भजन लेखेको हो। यसरी वेदव्यास ऋषिले वेदपाठ गराउन ऋषिहरूको सभा गराएकोले नै पोखरीको नाम सभापोखरी रहन गएको हो भन्ने विश्वास पनि गरिन्छ। जनै पूर्णिमाको अवसरमा मेला लाग्ने सभापोखरी प्राकृतिक रूपले जति सुन्दर छ यसको धार्मिक महत्त्व पनि त्यत्तिकै अटल छ। त्यसैले सभापोखरी पुगेर स्नान गरे मनोकांक्षा पूरा हुने र धर्म प्राप्त हुने विश्वास प्रायले गर्दछन्। निसन्तानलाई सन्तान समेत प्राप्त हुन्छ भन्ने विश्वासमा स्नानका लागि सभापोखरी पुग्नेहरूले पहिलो पटक शुद्ध मन र दोस्रो पटक भाकल पूरा गर्न पोखरीसम्मको साहसिक र सम्झना लायक यात्रा गर्दछन्। जनै पूर्णिमा यहाँ मेला लाग्छ।
त्यहाँदेखि उतापट्टि नारलेसीले यहाँ पूजा गर्छन्, अरूले कसैको क्षमता छैन नि भने राख्छ भनेर ऋषिले भनिदिएकाले अनि ती युधिष्ठिर पाण्डवहरूले पनि त्यहाँ स्नान गरेर त्यहाँको दर्शन गरेर अनि विराटनगरमा आएर विराट राजा कहाँ बसेको इतिहास पनि त्यहाँबाट देखिन्छ। प्राकृतिक सुन्दरताको अवलोकन, साहसिक पदयात्रा र धार्मिक पर्यटनको रोमाञ्चक क्षणहरूलाई अनुभूति गर्न एकपटक पुग्नै पर्ने सभापोखरी हिजो आज सङ्खुवा सभावासीका लागि मात्र नभएर पर्यटक र धर्म कमाउनेहरूका लागि लोकप्रिय स्थान बनेको छ। सङ्खुवा सभाको सदरमुकाम खादबारी हुँदै जाँदा बानाबाट उकालो लागेपछि तेर्से भन्ने ठाउँमा बास बस्दै पुगिने सभापोखरी जान तेह्रथुमको बसन्तपुरबाट पनि यात्राका अभूतपूर्व आनन्द बटुल्दै पुग्न सकिन्छ। यस क्रममा गुफा पोखरी र 25 प्रजातिका गुराँस फुल्ने मिल्के क्षेत्र हुँदै अगाडि बढ्ने बाटो समात्नु पर्दछ। यस क्रममा चौडी चढ्ने सैलुङ्गे लेक, भेडी खर्क र रमाइला बस्तीहरूमा भेटिने हँसिला मानिसहरूको मायालु व्यवहारले बाटो जति लामो भए पनि सबै थकानलाई चटक्कै बिर्साउँछ। आँखा अगाडि हिउँले सेतै ढाकिएका हिमाल र बादलुको घुम्टो ओढेका टाकुराहरू सुस्केरा लिएर टक्क अडिँदा हरियालीले छपक्कै छोपेको पाखा पखेरी र गाउँ बस्तीहरू। आहा, यहाँनिर मनमा नै गुनगुनाउन मन लाग्छ, यही हो नेपाल, नेपालीको घर, नेपालीको घर। बाटो छिचोल्ने क्रममा भेटिने देउराली र चौतारीहरू, प्रकृतिका अनुपम छटाहरू अनि मन्द हावामा बिस्तारै लहराउने सभापोखरीको सुरम्य दृश्य जो कसैलाई क्षणभरमै मोहनी लगाउँछ सङ्खुवा सभाको सभापोखरीले।